So this is day 3. आज हो आज चाहिँ आजदेखि इन्जिनियरिङ एक्जामको सुरु हुन्छ कम्प्युटर इन्जिनियरको एक्जाम आज चाहिँ फर्स्ट पेपर हो अब्जेक्टिभ क्वेसन्स 1 घण्टा 30 मिनट र आज हाम्रो उता त्रिभुवन विश्वविद्यालयतिर पनि जाने योजना छ कीर्तिपुर अफिस अफ रेजिस्ट्रार अफिस अफ रेक्टर हो त्यता जाने छ हैन अनि त्यता नै हामी जाने हो अहिले कति बज्यो बिहानको 8:20 AM अनि आज चाहिँ फेरि नयाँ उसो के अरे एक्जाम सेन्टर हो भाइब्रेन्ट इन्स्टिट्युट त्यो भएर हामीलाई अलि त्यो ठ्याक्कै म्यापमा त हेर्न त हेरेछौँ तर ठ्याक्कै यहाँ छ भन्ने चाहिँ थाहा छैन त्यो भएर अलि ढिलो हुनसक्छ भने अलिक छिटो निस्केको आज र भोलि सब्जेक्टिभ पेपरमा चाहिँ अलिक छिटो जाने हो किनभने त्यत्रो डिटेल्स भन्नु पर्दो रहेछ हैन अनि आज लेट्स अब हिजोको एक्जाम जस्तो भयो नि लेट्स बी होपफुल चाहिँ त्यो हिजोको बाटोभन्दा अलिकति यता लेफ्ट मोड्नु पर्दो रहेछ नि त भाइब्रेन्ट इन्स्टिट्युट हो त्यो त कता यता सो यता हो अरे होइन यहाँ चाहिँ सिम्बलमा हेर्ने यस्तो नि र आज चाहिँ यति छ है त यति मोटो ल्याएको ओके सो यो 1A हो है 1B हामी चाहिँ 5A मा हो मोटो र म दुइटै सेकेन्ड फ्लोर कति हो रुम नम्बर 2A हाम्रो भोलि पनि सेन्टर यही हो होइन ओके बल्स रेस्टरुम 3A है 4B 5A हो हाम्रो एक्जाम हाम्रो एक्जाम भर्खर भइयो है एक्जाम भर्खर भइएको छ ए सरी कति हो मेरो साथी त्यो ब्याचलरको सुरजा त अघि नै गइसकेको रहेछ नि त है सुरजा के झन् तिमीसँग नि कस्तो कस्तो भयो भनेर सोध्छु अरे ल भन्न त कस्तो भयो केही भएन जिकेको आइक्यू अलिअलि मिल्यो त्यति साथीहरू कस्तो भयो आज त आजै आस मऱ्यो आज बिग्रिरहेछ अब भोलिको लागि पढ्नै परेन कि टेन्सन भएन कि आज अलिकति राम्रो भइदिएको पढ्नु पर्थ्यो होला कस्तो हजुरको ठिकै ओके साथीको कस्तो भयो यस्तो विस्तृतमा सुनाउनु न हजुरको के मेरो हजुर ठिकै भएको छ जोस् ठिकै भएको जोस् आशावादी हुनुहुन्छ आशावादी छु म त्यति ए त्यो ठ्याक्कै त्यो क्वेसन हेर्ने बित्तिकै ल मैले पढेर आइछ भने चाहिँ कस्तो छ कतिको थियो आइक्यूमा चाहिँ भएन जिकेर उसमा चाहिँ भयो टेक्निकलमा पढेको त कुराहरू आयो कम्प्युटर अफिसरको नि एक्जाम दिनुभएको थियो दिनु भएन किन नि फर्म भरेकै थियो ए हामीले चाहिँ त्यसको पनि दिएको थियौँ अनि जोस् योभन्दा चाहिँ त्यहाँ चाहिँ जोस् भनौँ न कम्पेरिटिभली चाहिँ इजियर चाहिँ थिए जोस् अब्जेक्टिभ अनि अब यहीँ बस्नु हो कि कता यहीँ हो बानेश्वर यहीँ बानेश्वर तपाईँ यहीँको बासी हो होइन कहाँबाट आउनुभयो नेपालगञ्ज नेपालगञ्ज आमा कति दिन अघि आउनुभयो म हिजो आइपुगेको हिजो ए ओके ओके धन्यवाद ओके मोटे पाउन सो देख्नुहुन्छ है लोकसेवा एक्सपिरियन्स कतिवटा हुनुहुन्छ लोकसेवा एक्सपिरियन्स हजुरको एक्जाम कस्तो भयो सजिलो क्वेसनहरू अलिक सजिलै आउँदो रहेछ हजुर फर्स्ट एटेम्प है हाम्रो फर्स्ट एटेम्प हो कम्प्युटर अफिसरको एक्जाम दिनु भएन किन नि त्यसको नि हामीले पाइन्थ्यो दामी हुन्थ्यो नि त अनुभव हुन्थ्यो होइन तर अब त्यो अहिले थ्याङ्क यू ब्रदर कस्तो भयो एक्जाम एक्जाम अब के भन्नु ठिकै भयो जस आशावादी हुनुहुन्छ
आशावादी नै छु भनौँ मेरो त फर्स्ट टाइम हो त्यही पनि आशावादी नै छु फर्स्ट टाइममा जो कस्तो रह्यो भोलिको लागि अब तयारी गर्नुपर्छ आज अलिक सोचे जस्तो चाहिँ भएन जुन पढेर फोकस गरिरहेको त्यो कुराहरू चाहिँ अलिक कम आइदियो अब सायद यो एक्सपिरियन्स डिफिकल्टी लेभल कस्तो थियो डिफिकल्टी थिएन यो डिफिकल्टी भन्दा नि यो सिलेबल भास्ट भएर चाहिँ अलिकति डिफिकल्ट भयो हो अनि अरू कुरो चाहिँ सबै कभर अप भएन ओभरअल थ्याङ्क यू ब्रदर कस्तो हजुरको माइन्ड खै है रेकर्डिङ कस्तो भयो ठिकै भयो आशावादी हुनुहुन्छ आशावादी ठिकै भोलिको लागि अलिकति राम्रोसित पढेको होइन नाम निकालिन्थ्यो ओके हजुरको कति हो एटेम्प्ट हो एटेम्प्ट त मैले सबै गरेको होइन मतलब फर्स्ट एटेम्प्ट हो यहाँ चाहिँ फर्स्ट एटेम्प्ट ओके सो हामी चाहिँ यहाँ जस धेरै चाहिँ होइन धेरैजनाको फर्स्ट एटेम्प्ट होला एकदम अब अलिअलिलाई चाहिँ मैले युज गरेँ अलिक सो यस्तै हो अब तर अफिसरको इक्जामिनेसन पनि भरेको भए हुन्थ्यो कि किन भन्दाखेरि होइन है मैले किन भन्दाखेरि हाम्रो कम्प्युटर इन्जिनियर दिने चाहिँ इलिजिबल हुन्छ नि त उता नि सो उता पनि के कस्तो रहेछ भनेर अलिकति अनुभव हुन्छ अनि त्यही भएर चाहिँ थोरै केही हामीले चाहिँ प्लान गर्न सक्छौँ होइन जस मेरो अनुभव पनि कस्तो रहेछ भन्दाखेरि यो के त्यो इक्जाम त्यो बुक हुन्छ नि होइन इक्जाम बुक अब इक्जामको लागि बुक किन्नुपर्छ अनि त्यो बुकमा चाहिँ त्यो क्वेसन्स रिलेटेड है क्वेसन्स रिलेटेड चाहिँ त्यो पास्ट क्वेसन्सहरू हेरिन्छ नि त अनि त्यो पास्ट क्वेसन्स हेर्दाखेरि चाहिँ त्यो अहिलेको रियालिटीको के भन्छ त्यसलाई क्वेसन लेभलको डिफिकल्टी र के अरे त्यो पास्ट क्वेसनको डिफिकल्टी चाहिँ अलिकति मिल्दैन कि भन्न खोजेको भन्दाखेरि बुकको क्वेसन पास्ट क्वेसन हेर्दाखेरि डिफिकल्टी लेभल अलिकति हाई छ क्या अनि अहिलेको थाहा छैन अब यो अहिले अब रिसेन्ट इयर्समा चाहिँ के अरे यो नेपाल सरकारले अब चेन्जेसहरू ल्याएर त्यो डिफिकल्टी लेभल अलिक घटाएको हो कि नत्र क्वेसन चाहिँ हामीले ओल्ड क्वेसन्सहरूमा युजुअल्ली चाहिँ अलिकति लामो देख्छौँ है अनि यहाँ चाहिँ यत्तिकै थियो है क्वेसन ए ओके सो कारहरू चाहिँ होइन हुन्छ सब लोक थियो अब सब कोही नेपालगञ्जदेखि आउनुभएको है कोही कता सो यहाँ मान्छेहरूले चाहिँ यस्तो घुट्छन् क्या है यसरी भ्लग गर्दाखेरि केही छैन सो यो पनि निभ्यो क्या ओके सो त्यस्तो इन्टेन्सन त थिएन होइन त्यो पनि अब जस अब चाहिँ हामी त्रिभुवन विश्वविद्यालय जान्छौँ है अलिक सोचे जस्तो भन्दा अलिकति सजिलो है तर अलिक ब्रोड टपिक अनि डिफिकल्टी लेभल चाहिँ कम्प्युटर अफिसरको भन्दा त अभियसली अलिकति उस नै हुन्छ होइन अलिकति हाई त अलिकति कम्प्युटर अफिसरको चाहिँ रमाइलो लाग्थ्यो कि त्यो टिक लगाउन है यतानिर ट्याक्क गेस गर्न सक्यो जस्तो तेरो इक्जामको सुन न सबै कस्तो भयो आजको के जे पाइदिए के आज आशा नि खासै छैन मलाई त किनकि अब त्यस्तो अलिअलि मिलेको भनेको आइकीको 5-10वटा मिल्यो होला कम्प्युटरको 5-10-15वटा मिल्यो होला त्यति हो मैले त के एउटा दुईवटा मिल्यो होला हाम्रो चाहिँ पास मार्क्स चाहिँ त्यही 50 हुन्छ होइन सो के गरेँ भन्दाखेरि पहिला गरेँ होइन सबै त्यो यसो जानेको त्यो सजिलो क्वेसनहरू पनि थियो कि है अनि सिम्पल के ट्याक्क त्यो ओभरभ्यू नलेज भएर पनि चाहिँ एटेम्प गर्न सक्ने खाले त्यस्तो क्वेसन्सहरू के मतलब अलिक इनडेप्थमा होइन यता सोचेर टाइम सोचेर यता के होला भन्ने होइन कि त्यस्तो चाहिँ बरु जिके आइक्यूहरूमा आएको थियो है अलिकति यता फ्रेममा आइज न त्यस्तो आएको थियो होइन अनि के भन्थ्यो मलाई सोधे जस्तो गर्थ्यो होइन त्यस्तो आएको थियो के भन्थ्यो मैले त्यस्तो गाह्रो टाइपको त आएको थिएन तर त्यो पास्ट क्वेसन्सहरू हेर्दा चाहिँ अलि त्यो त्यही लेभलको माइन्ड मेकअप हुने कि यति लेभलको चाहिँ हुन्छ सो अब त्यति लेभलको त यो पालि अलिक भएन त्यो भएर ठिकै छ अनुभवको लागि आम भनेको त हेर्दाखेरि त अनि उस हुने कि है ओहो भन्ने जस्तो हुन्थ्यो कि अनि मैले यस्तो गरेको कि साँच्चै मैले के भन्नु लाग्थ्यो भन्दाखेरि मैले त्यो जानेको जस्तो चाहिँ गरेँ होइन
गरेँ अनि गनेको त 50 नि गर्दैन जस्ट 45-46 त्यस्तै भयो थियो अनि त्यसपछि त भइहाल्यो फर्स्ट त भयो नि हुने हो अनि त्यसपछि होइन फेरि त्यो टक्कै मिल्छ भन्ने त छैन नि त त्यस अलि आशा लागेको के है अनि आशा लाग्यो 45-46 आइसि त आइहाल्यो त ल अलरेडी 5वटामा एउटा अनि यस्तो गर्थेँ कि मैले त्यसपछि त आन्सर सिट मैले त अब अफिसरको त अलिक धेरै नै भरेको थिएँ अब त्यो पनि सब्जेक्टिभ पेपर राम्रो नभएपछि त त्यो मतलबै भएन होइन तर के अरे यो उसको चाहिँ अब्जेक्टिभको चाहिँ लेखेँ अनि पछि त्यो लास्ट मोमेन्टतिर आइक्यूहरू गर्दै थिएँ अनि पछि त्यो के अरे आन्सर सिट हेरेको त खाली देख्छ अनि मैले चाहिँ जस अब लगातारलाई सबै सी हानेर छोड्दिएँ मैले चाहिँ मैले पनि फिल गरिदिएँ सबै त फिल गरिनँ मैले सबै फिल गरिदिन्थेँ अथवा 4 भन्दा जस्तो ग्याप देखेँ सिसिसी हाल्दिएँ हामी चाहिँ अहिले त्रिभुवन युनिभर्सिटी अफिस अफ रेक्टरमा छौँ सो हाम्रो काम चाहिँ अब 2 वर्ष पश्चात चाहिँ हुन्छ अरे अहिले चाहिँ 11:48 भएको छ सो त्यही हो यो हामी चाहिँ त्यही छायामा भएर नत्र हाम्रो मोटे साथी चाहिँ गोरै छ अब हाम्रो चाहिँ काम सकिन्छ अनि चाहिँ आज सायद यहाँको आजै हुन्छ अनि भोलि चाहिँ सायद घर जानु पाइन्छ जस्तो छ एप्स कट देखेर मोटे हुन्छ यो चाहिँ काम भयो आजै होइन मोटे सो अलि दिन लाग्छ कि जस्तो लाग्थ्यो सो थ्याङ्कफुल्ली होइन आजै भयो सो इक्विभ्यालेन्स चाहिँ जस टियुले रेकगनाइज गर्यो बल्ल अब त्यही है त्यही हो अब रेकग्नेसन पेपर चाहिँ यस्तो हुन्छ होइन सो त्यही हो मोटीले चाहिँ मलाई एउटा किताब गिफ्ट दिएको छ है मैले अब केही नहुनेकन मेरो साथीले चाहिँ मलाई मैले त केही नभनिकन अब यहाँ पस्ने बित्तिकै अब खै अब ओके सो यसै अब साथीलाई यहाँ आएको गरेर अनि यसलाई पनि एउटा बुक किनिदिउँ भन्ने सोच रहेछ यसको अनि त्यही भएर एकदमै आएको गरेँ यसलाई चाहिँ साह्रै बुक किन्नु मन लागेको छ यो चाहिँ मैले गिफ्ट गरिदिएँ 48 लज अफ पावर यो सबै साथीहरूले चाहिँ मलाई बुक किन्दैछन् आज गिफ्ट यसको चाहिँ अलि पावर नपुगेर यसलाई मैले 48 लज अफ पावर किनिदिएको अनि अर्को चाहिँ यो पुस्तक है यो बुद्ध भगवानको यो चाहिँ सानोमा पढेको थिएँ है अनि यस्तो चाहिँ मैले धेरै ठाउँमा खोजेको थिएँ कि यो यस्तै सेम यस्तै हो यो ग्राफिकल जस्तो तर मैले भेटेको थिइनँ अनि यहाँ चाहिँ आज कहाँबाट यहाँ ठ्याक्कै यहीँ देखेको यहाँ थियो कि यस्तो अन्त आज अलिक खुसी चाहिँ यो किताब पनि भेटेको भएर याद छ है के अरे लाग्छ क्या यो यस्तो राम्रो छ कि किताब है सबै पिक्टोरियलहरू छ होइन ग्राफिकल अनि सब त्यो बुद्ध भगवानको चाहिँ सानोदेखि चाहिँ पछिसम्मको जीवनी चाहिँ सबै छ क्या त्यो यो पुस्तक चाहिँ सबैलाई रिकमेन्ड है त त्यही हो अब चाहिँ हामी यति हो अनि हाम्रो मोटेले चाहिँ आफ्नो लागि यो के किन्छ मोटेल चाहिँ यो किन्यो अनि यहाँ चाहिँ जस्ट एफोर्डेबल प्राइसहरू पाइन्छ होइन अनि त्यही भएर अब यति हो अब सायद आज काम भ्यायो कि अब भोलि चाहिँ हामी काम भ्यायो पढ्नु पर्दैन घर गइन्छ पढाइ त्यस्तै हो खासमा आएको त काठमाडौँ भएकै कामले हो तर दायाँ बायाँ काम नै धेरै बस्छ सो अब चाहिँ हामी रुममा जान्छौँ